को दफा 3 बमोजिम आजबाट प्रारम्भ भएको गाउँसभाको 16औं अधिवेशनमा सबै सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु। सभाको आजको बैठकमा लुम्बिनी प्रदेशको गाउँसभा नगरसभा कार्य सञ्चालन कार्यविधि ऐन 2076 को दफा 89 बमोजिम बैठकलाई सम्बोधन गर्नका लागि यस प्रदेश सरकारका माननीय मुख्यमन्त्री भूपी पौडेललाई विशेष सम्बोधनका लागि आमन्त्रण गरेका छौं। मनाउँदै लगिनेछ। यस 15औं अधिवेशनमा आवश्यक पर्ने न्यूनतम कानुनहरू सबै जारी गर्ने सफलताको शुभकामना मन्तव्य राख्न सभामा सदस्य श्री सृजना पौडेललाई अनुमति दिन्छु। यस भेरी गाउँपालिकाको गाउँसभाको 15औं अधिवेशनमा अधिवेशनका सभाध्यक्ष श्री रूपा तामाङज्यू आजको यस ऐतिहासिक अवसरमा उपस्थित सम्पूर्णमा मेरो हार्दिक नमस्कार। का लागि लुम्बिनी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री भूपी पौडेललाई अनुरोध गर्दछु। सम्पूर्णमा नमस्कार, धन्यवाद यस भेरी गाउँपालिकाका सभाध्यक्षज्यू, त्यसैगरी यस भेरी गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिज्यूहरू र यस भेरी गाउँपालिकाका सम्पूर्ण कर्मचारी साथीहरू, आज यस भेरी गाउँपालिकाको लागि मार्गदर्शन बन्नेछन्। अब म माननीय मुख्यमन्त्री श्री भूपी पौडेलज्यू प्रति यस सभाको विशेष सम्बोधन गर्नुभएकोमा धन्यवाद प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव गर्दछु। सर्वप्रथम सभाका सदस्य श्री मनोज रिमाललाई अनुमति दिन्छु। खर्चमा पारदर्शिता, नागरिक सहभागिताको कमी जस्ता समस्याहरू अहिलेको जल्दोबद्ध समस्याको रूपमा मैले लिएको छु। यसको समाधानको निम्ति हरेक विकास निर्माणका कुरा होलान्, सेवा प्रवाहका कुरा होलान्, शासन प्रणाली सहभागिताका कुराहरूमा नागरिक सहभागितालाई उच्च रूप दिएर बढाउँदै गइयो भने त्यसले बजेटको पारदर्शिता पनि वृद्धि हुन्छ। बजेटको पारदर्शिता वृद्धि गर्न हामीले डिजिटल प्रणाली लागू गर्न सकिन्छ। सम्मानित सभामा पेश गर्दछु। संकल्प प्रस्तावको शीर्षक दलित समुदायको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा रहेको छ। सभाध्यक्षज्यू, नेपालको संविधान 2072 ले संघीय व्यवस्था अनुसार 3 तहको सरकारको परिकल्पना गरी कार्यान्वयनमा आइरहेकोले यस संविधानको मर्मलाई आत्मसात गरी संवैधानिक प्रावधान कार्यान्वयन गर्न स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहने सर्वविदितै छ र यसका लागि यस भेरी गाउँपालिका पनि प्रतिबद्ध रहेको छ। संवैधानिक व्यवस्था र जातीय छुवाछुत विरुद्ध बनेका कानुनका साथै नेपाल पक्ष राष्ट्र भई हस्ताक्षर गरेका विभिन्न अन्तर्राष्ट्रिय कानुनहरूको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि यस गाउँपालिकाको पनि भूमिका हुने भएकाले यस गाउँपालिका निर्यात पेश गर्दछु। यस प्रस्तावको पक्षमा हुने सदस्यहरूले हुन्छ भन्नुहोला र विपक्षमा हुने सदस्यहरूले हुन्न भन्नुहोला। हुन्छ। हुने सदस्यहरूले हुन्छ भन्नुहोस्। हुन्छ। स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयन गरी सोको जानकारी सचिव उप सभाका सदस्य श्री
राधेश्याम ठाकुरले सोही ऐनको दफा 12 बमोजिम विरोधको सूचना दर्ता गर्नुभएकाले विरोधकर्ता श्री राधेश्याम ठाकुरलाई आफ्नो मन्तव्य राख्नका लागि समय प्रदान गर्दछु। सभाध्यक्ष महोदय, हाम्रो माननीय सदस्य श्री कालिका तिमल सिन्हाजीले राख्नुभएको शिक्षा विधेयक प्रस्ताव पेश गर्नुभएको शिक्षा विधेयक 2081 मा यो चाहिँ शिक्षा विधेयक पूर्ण रूपमा हाम्रो सामाजिक गतिविधि जुन छ सामाजिक शैक्षिक रणनीतिक कार्यहरूको विपरीत रूपमा रहेको छ। त्यस हिसाबले यो शिक्षा विधेयकलाई कुनै पनि मूल्यमा कुनै पनि हालतमा यो सम्मानित गाउँसभाभित्र प्रवेश गर्न दिनुहुन्न भन्ने मेरो मान्य। नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन 2075 को दफा 13 को उपदफा 1 अनुसार विधेयक पेश गर्नुहुने कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक श्री कालिका तिमल सिन्हालाई विरोधकर्ताले उठाउनु भएको सवालहरूका सम्बन्धमा आफ्नो मन्तव्य सहित गाउँपालिकाको शिक्षा विधेयक 2081 लाई सभामा पेश गर्न अनुमति दियोस् भन्ने प्रस्ताव पेश गर्न सभा अध्यक्षज्यूको अनुमतिले भेरी गाउँपालिकाको शिक्षा विधेयक 2080 माथि विधायन समितिमा भएको छलफल र सभामा भएको संशोधन प्रस्तावको आधारमा प्रदेश अन्तर्गतका गाउँसभा नगरसभा पक्षमाथि सामान्य छलफलमा भाग लिन चाहनुहुने सदस्यले बायाँतर्फ रहनुभएका सभाका सचिव समक्ष नाम टिपाउन वा सङ्केत गर्न सक्नुहुनेछ। भेरी गाउँपालिकाको शिक्षा विधेयक 2081 उपसैद्धान्तिक विषयको छलफलमा आफ्नो सामाजिक विकास समिति प्रदेश अन्तर्गतका गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन 2075 को दफा 13 को उपदफा 3 उक्त विधेयकलाई सिधै सभा समक्ष पेश गरी विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति प्रदान गर्दछु। सभाका अध्यक्षज्यूको अनुमतिले म गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया सम्बन्धी ऐन 2075 को दफा 13 को उपदफा 2 अनुसार भेरी गाउँपालिकाको खानेपानी तथा सरसफाइ ऐन 2076 लाई संशोधन गर्न बनेको विधेयक 2081 लाई सभा समक्ष पेश गर्दछु। बैठकमा प्रस्तुत गर्न स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 53 को उपदफा 2 बमोजिम न्यायिक समितिका संयोजक श्री प्रकाश गौतमलाई अनुमति दिन्छु। रहेको शोक प्रस्ताव पेश हुनेछ। शोक प्रस्ताव यस प्रकार रहेको छ। यस भेरी गाउँपालिका वडा नम्बर 3 का राजनीतिक तथा समाजसेवी व्यक्तित्व श्री हरेराम नेपालीको यही 2081 साल चैत्र 2 गते असामयिक निधन भएको छ। स्वर्गीय हरेराम नेपाली विक्रम सम्वत 2048 सालमा प्रतिनिधि सभामा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्थ्यो। यस गाउँपालिका क्षेत्र मात्र नभई जिल्लाकै समाजसेवा विकास निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा अविस्मरणीय योगदान गर्नुभएको छ। यसैगरी केन्द्रीय राजनीतिमा समेत उहाँको योगदान महत्त्वपूर्ण रहेको छ। स्वर्गीय हरेराम नेपालीले यस क्षेत्रमा प्रदान गर्नुभएको योगदानप्रति उच्च मूल्याङ्कन गर्दै यो गाउँसभा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। सभाका सदस्यहरू, अब म यो शोक प्रस्तावलाई सबै सदस्यहरूले हात उठाएर स्वीकृत गर्न प्रस्ताव गर्दछु। अब हामी स्वर्गीय हरेराम नेपाली प्रति 1 मिनेट मौन धारण गर्नेछौँ। सभाका सदस्यहरू, आगामी बैठक सम्बन्ध 2081 चैत्र 9 गते दिनको 11 बजे बस्ने गरी आजको बैठकको कारबाही स्थगन गर्दछु।